मेरो नाम निर्मला भुजेल हो। अहिलेको अब एसी परीक्षा भए लगतै कपीहरू चेक जाँच भइरहेछन् हैन। यसमा चाहिँ हजुरको विचार कस्तो लागिरहेछ, कस्तो जे होस् अहिलेको सरकारले केही गरिरहेछ कि जस्तो लागिरहेछ कि कस्तो लागिरहेछ? त्यो त अब अहिलेको सरकारले गरेन नि त भयो होला त, अब पहिले भएको थिएन के अरे। ठिकै हो, अब जे होस् अब कोर्स अगाडि बढ्छ, विद्यार्थीहरूलाई छिटो अब कुर्नु पर्दैन। हामीले कुरिरहेको थियौँ त्यस्तै, अब अरू कुर्नु पर्दैन भन्ने लाग्यो। त्यस पहिला चाहिँ अब कति धेरै कुर्नु पर्थ्यो। अहिले चाहिँ अब 1 महिनामै रिजल्ट आउने भन्ने चाहिँ एमा चाहिँ कतिको खुसी हुनुहुन्छ? म त अब खुसी नै छु, आफूभन्दा पछाडिका भाइ बहिनीहरूको छिटो हुने भयो। नमस्ते, मेरो नाम प्रतीक्षा साई, मेरो घर चाहिँ यता जाजरकोट खुसी छ। म अहिले चाहिँ पहिलाको एसी भन्दा अहिलेको एसीमा धेरै परिवर्तन आएको छ। पहिला चाहिँ एसी परीक्षामा विद्यार्थीहरूले 3 महिना कुर्नु नै पर्थ्यो भने अहिले परीक्षा भएको दिन नै कपीहरू चेक जाँच भइरहेको छ। यसमा चाहिँ हजुरको विचार व्यक्त गरिदिनु। पहिले त अब त्यस्तै भएको थियो, यस्तो ऊको लागि पनि त्यस्तो भएको थियो, यस्तो के एकचोटि जेन यस्तो आन्दोलनको लागि पनि त्यस्तो भएको थियो, जेन चाहिँ हर कुराको लागि त्यो समस्याको लागि त्यस्तो भइरहेको थियो कि 4-5 महिना रोकिने त्यस्तो भइरहेको थियो। अहिले चाहिँ चलिरहेको छ, दिनको दिन पर्चे जाँच भइरहेको छ सबै। अब त्यो म धेरै खुसी छु। अनि हाम्रो भाइ बहिनी सबै, दिदी बहिनी सबैले राम्रो गर्नुहुन्छ। अनि मेरो भाइ बहिनी पनि हुनुहुन्छ, थुप्रै अरूका छोराछोरी पनि छन्। अनि म एकदम मनैदेखि खुसी छु। अनि त्यही हो। अब सरकार परिवर्तन भए लगतै एसीमा यति धेरै फरक आयो, यसमा चाहिँ अहिलेको सरकारप्रति कतिको खुसी हुनुहुन्छ? एकदम खुसी छु। जस अब विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउलान् त्यो म एकदम आभारी छु। हरेक कुरा अहिलेको विद्यार्थीले, अहिलेको सरकारले, नयाँ सरकारले चाहिँ हरेक कुरा नयाँ कुराहरू निर्माण गरिरहेछ र नयाँ केही गर्नको लागि खोजिरहेछ। अब त्यो बाँकी कुराहरू अब रिजल्टले बताउँछ नयाँ सरकार। जस अहिलेको एससी परीक्षाको कपी जाँच अब पहिला चाहिँ कति धेरै महिना कुर्नु पर्थ्यो, अहिले चाहिँ छिट्टै चेकअप भइरहेछ हैन? हजुर। यसमा चाहिँ हजुरको विचार? मेरो विचार एकदम पोजिटिभ छ। यसमा एकदमै खुसी बन्छु र विद्यार्थीहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु र सबैभन्दा नयाँ सरकार प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई एकदम सल्युट गर्न चाहन्छु। पार्वती हैन, अहिलेको एसी अब छिटै निकाल्ने भएपछि त्यसमा पनि धेरै राम्रो हो। पहिलाको विद्यार्थीले धेरै वर्ष कुर्नु परेको थियो हैन, अहिले भने ठिकै छ। अहिलेको उसले नेताले केही गर्नुहुन्छ कि अहिलेको सरकारले केही गर्नुहुन्छ कि जस्तो लागिरह, तै पनि ठिकै छ नि त। हाम्रो रिजल्ट छिटै आउँछ भनेपछि त्यसमा पनि धेरै खुसी छ।